आदिवासी जङ्गल चित्तल मसँग लगभग 100 मिटरको डिस्टेन्समा छ यो सबै यो करा खोलामा पानी खान आउनको लागि सबैजना चाहिँ सबै चित्तलहरू यहाँ जम्मा भएको छन्। लगभग 150 को हाराहारीमा जतिमा मैले यहाँ ठाउँमै यहाँ यतादेखिबाट सबै छ। यतादेखिबाट हामी सबै यहाँ हेर्न सक्छौँ। सबै यतादेखि सबै यहाँदेखिबाट चित्तलको चाहिँ बथानहरू छ। यो एउटै हड हो यो। अब यहाँ भेल्लरको रुख भेल्लर रुख ढल्या छ। भेल्लरको सेउला अब सबै सिध्याउने गरी खाइरहेका छन् भनेपछि चित्तलको समय क्लाइमेट चेन्जको परिप्रेक्ष्यमा कुरा गर्दाखेरि अब दिनानुदिन अब क्लाइमेट चेन्जले गर्दाखेरि चित्तलको फिडिङ ह्याबिट पनि चेन्ज हुँदै गएको छ, एडप्ट हुँदै गएको छ होइन। अब यसमा चित्तलले मैले कमै देखेको छु भेल्लर खाएको। अब यहाँ भेल्लरलाई मजाले सबै चित्तलहरूले सेउला खाइरहेका छन्। त्यो अवस्थामा चाहिँ हामीले देख्न सक्छौँ यो क्लाइमेट चेन्जको पनि इफेक्ट हो र फुडको स्कार्सिटी पनि हो एउटा, र वाटर होल म्यानेजमेन्ट चाहिँ एकदम इम्पोर्टेन्ट हो यसको लागि है। यो चाहिँ हामीले एकदम बुझ्न जरुरी छ। अब हामीले के म्यानेज गरिरहेका छौँ, यो फरेस्ट्रीको जङ्गलभित्र हामीले के म्यानेज गरिरहेका छौँ भन्ने कुराहरू अननोन छ। अननोन म्यानेजमेन्ट सिस्टम भन्छौँ हामीले यसलाई हामीले कुनै पनि वाइल्ड लाइफ म्यानेजमेन्ट सिस्टम भन्दैनौँ, हेबिटेट म्यानेजमेन्ट टेक्निक्स भन्दैनौँ। अननोन हेबिटेट म्यानेजमेन्ट टेक्निक्स, अननोन हेबिटेट म्यानेजमेन्ट सिस्टम, यो हावाजाडले जे छ त्यसलाई छोडिदिइरहेछौँ। प्रकृतिमा जसरी बाँच्छ भन्ने यसलाई चाहिँ अब यसको थ्रेट भनेको चाहिँ अब तपाईँको फुड स्कार्सिटी छ, वाटरको चाहिँ स्कार्सिटी छ, त्यसपछि गएर फेरल डग भुसिया कुकुरहरूको चाहिँ एकदम आक्रमण एकदम बढी छ। र यसलाई कसरी बचाउने भन्ने कुराहरू चाहिँ हामीसँग कुनै एउटा तपाईँको प्लान छैन, प्रिपेयर प्लान छैन। जनावर छ, जङ्गल छ, बचाउने कसरी भन्ने हामीसँग केही पनि छैन। र हामीले के पढाइरहेका छौँ फरेस्ट्रीभित्र भन्ने कुराहरू पनि इम्पोर्टेन्ट हो। यो के पढाइरहेका छौँ त यही हो, जनावरलाई जे छ त्यही हालतमा छोडिदिने भन्ने खालको म्यानेजमेन्ट सिस्टम होइन जस्तो लाग्छ मलाई। वाइल्ड लाइफ कन्जर्भेसनमा मास्टर डिग्री पिएचडी राख्ने, ब्याचलर बिएससी लेभलमा छ, पहिला आइसी हुँदा आइसी लेभलमा थियो। सबै कुराहरूमा म्यानेजमेन्ट गरेर जुन नेसनल पार्क फरेस्टतिर हामी विद्यार्थीहरूलाई चाहिँ हामीले चाहिँ पुस गर्छौँ भोलि लोकसेवाको लागि भने अब हामीले यो सानो एउटा 80-90 हेक्टेयरको एटलिस्ट 90 हेक्टेयरको एरियामा चाहिँ एउटा चित्तलको एउटा हेबिटेट म्यानेजमेन्ट गर्न सकेका छैनौँ, एउटा त्यो टेक्निक एप्लाई गर्न सकेका छैनौँ, फरेस्टको म्यानेजमेन्ट सिस्टम एप्लाई गर्न सकेका छैनौँ भनेदेखि हामीले गएर के गर्न सक्छौँ, के सिक्छौँ त्यो फिल्डमा ड्रास्टिकली फरक छ। त्यही भएर हाम्रो यो पढाइ एकदम कागजी रूपमा मात्रै भयो। यसलाई हामीले थ्योरिटिकल रूपमा मात्रै पढ्यौँ। यसलाई हामीले एप्लाइड साइन्सको रूपमा पढ्यौँ। फरेस्ट्री भनेको एप्लाइड साइन्स हो, तर एप्लाइड साइन्स एकातिर छ र अर्को हाम्रो थ्योरिटिकल साइन्स मात्रै हामीले पढिरहेका छौँ। यसरी हेबिटेट म्यानेजमेन्ट टेक्निक्स हो मात्रै भन्छौँ होइन। अनि यसको चाहिँ फुडको चाहिँ तपाईँको टाइपहरू छ। फुडको टाइपहरूमा चाहिँ प्रिफर फुड, स्टेपल फुड भनेर लास्टमा इमर्जेन्सी फुड होइन। यस्ता कुराहरू हामीले विभिन्न किसिमको 5-6 क्याटेगोरी पढ्छौँ। अब यसमा चाहिँ केही पनि यो हेरिँदैन र हामी आकर्षण गर्न हामी खालि बाहिर जान्छौँ। अब विभिन्न किसिमको सिएफओ काम गर्न हामी बाहिर जान्छौँ। हामीले यी भएको जङ्गलहरूलाई हामीले चाहिँ विभिन्न किसिमको चाहिँ म्यानेजमेन्ट टेक्निक्सहरू, सिल्भिकल्चर म्यानेजमेन्ट टेक्निक्स अनि वाइल्ड लाइफ हेबिटेट म्यानेजमेन्ट टेक्निक्स, त्यसपछि गएर यो वाटरसेड म्यानेजमेन्टका चाहिँ प्र्याक्टिसहरू चाहिँ हामीले यहीँ डेमो प्लट बनाएर गर्न सक्यो भनेदेखि योभन्दा राम्रो डेमो गराउने ठाउँ फरेस्ट्री कम्प्लेक्सको लागि अन्त हुँदैन। यो कुरा जगजाहेर छ। पहिला हामीले यहाँ म्यानेज गरौँ अनि अर्को अन्त गएर हामीले म्यानेजमेन्ट गरेको यस्तो हुँदो रहेछ, नेसनल पार्कले गरे कस्तो हुँदो रहेछ, डिभिजनले गरे कस्तो हुँदो रहेछ अनि कम्पेरिटिभ स्टडी गर्दाखेरि पो अनि यो बल्ल इफेक्टिभ रिजल्ट आउँछ। भोलिको दिनमा विद्यार्थीहरू युज भएर भोलि विभिन्न किसिमको डिपार्टमेन्टहरूमा चाहिँ गभर्मेन्ट जबमा गइसकेपछि कसरी म्यानेजमेन्ट गर्छ भन्ने कुराहरू देखाउन सकिन्छ क्या। यो चाहिँ एकदम अभावका कुराहरू हुन्। अब 2-2टा युनिभर्सिटीहरू एकै ठाउँमा चाहिँ अब आपसी द्वन्द्वमा चाहिँ भिडिरहेको देख्छौँ। तर अरू फरेस्ट एस्पेक्टमा, वाइल्ड लाइफ एस्पेक्टमा, बायोडाइभर्सिटी एस्पेक्टमा, इकोलोजी एस्पेक्टमा चाहिँ जिरो काम। यो 100% को कुरा हो। यो मैले अब तितो सत्य यथार्थ भनेको छु। अब यसै गरी हामी सधैँभरि हेरेर बसिरहने अवस्था पनि हुन्छ कि हुँदैन, यस सम्बन्धित निकायले चाहिँ ध्यान दिइदिनु होला। होइन भनेदेखि चाहिँ यो आउँछ जान्छ, मान्छेहरू चेन्ज भइरहेको हुन्छ, समयले कसैलाई कुर्दैन हेर्नुहोस्। र भोलिको दिनमा फरेस्ट्रीको यो कम्प्लेक्स जङ्गलभित्रबाट चित्तल होइन विप आउट भयो भन्ने कुराहरू चाहिँ हामीले सुन्न पाइन्छ होला। निकै धेरै समय लाग्दैन जस्तो लाग्छ मलाई। अब यो एकदम आइसोलेटेड पपुलेसनमा चाहिँ एकदम बनिसकेको छ चित्तलको। किनभने यो त्रिवेणी धामबाट वृन्दावन जानेको चाहिँ फरेस्टको
वाइल्ड लाइफ कोरिडोरमा चाहिँ एकदम संरचना छ। संरचना भएपछि खोलाको वे हुँदै जानुपर्छ। विभिन्न किसिमको खोलामा ग्याबियन बक्सदेखि स्परहरूदेखि लिएर होइन अनि इम्ब्याङ्कमेन्टहरूले गर्दाखेरि चितलहरूलाई चाहिँ इजिली वृन्दावन फरेस्ट्रीको जङ्गलभित्र आउने वातावरण छैन अहिले। त्यो भएको कारणले त्यो कुराहरू पनि हामीले एकदम बुझ्न जरुरी छ। अब यो कुराहरू हामी बुझौँ। चाँडोभन्दा चाँडो चाहिँ एउटा सम्बन्धित निकाय डिभिजन छ, यही हेटौँडामा चाहिँ तपाईँको डिभिजन वन कार्यालय छ, त्यसपछि गएर निर्देशनालय छ वनको, वन मन्त्रालय छ, 2टा फरेस्ट्री कम्प्लेक्स क्याम्पसहरू छन्, एएफयू टियुको आइओएफ छन्, एफओएफ छन्। त्यसपछि गएर विभिन्न किसिमको चाहिँ धात्री निकायहरू यहीँ हाम्रो यो फरेस्ट्री जङ्गल लगभग थोरै एरिया मात्रै हामीले लगभग 400-500 मतलब 1 किलोमिटरको हाराहारीमा हामी पर्साको बफर जोनमा पनि छौँ। हाम्रोमा टच हुँदैन बफर जोन। यो त्रिवेणी पारीको एरियाहरू गाउँहरू बफर एरियाहरू हो। पर्सा राष्ट्रिय नेसनल पार्कको चाहिँ बफर जोन हो। त्योसँग हामी टचै छौँ। तैपनि अब हामीले कसरी काम गरिरहेको छ, विभिन्न किसिमको एनटिएनसी छ, WWF छ, ZSL छ, विभिन्न किसिमको बायोडाइभर्सिटी रिलेटेड अर्गनाइजेसनहरू छ, एनजिओ आइएनजिओहरू छन्। त्यो पनि अलिकति इन्भल्भ भएर काम गर्नुपर्छ यसलाई चाहिँ। किनभने यो चित्तल खासै कमन छ, यसलाई म्यानेजमेन्ट गरे नि ठिकै छ, नगरे पनि यो आफ्नो नम्बर यसले आफै स्टेबल राख्छ, एउटा पपुलेसनलाई भाइबल बनाइराख्छ भन्ने कुराहरू हामीले नेचरमा छोडिदिउँ कि। अब हामीले के एक्टिभिटी गरेनौँ भने यो गर्ने कसले त भन्ने कुरो हो। यो कुरो चाहिँ हामीले बुझ्न एकदम जरुरी छ है। हामी जरुरी छ मुख दर्शक भएर अब जे छ त्यही भनेर एउटा तपाईँको एकदम लाचारीका साथ चाहिँ होस् भन्ने खालको कुरा गर्ने अवस्था छैन। यो चाहिँ हामीले हेर्न जरुरी छ। हामी वाइल्ड लाइफ विक मनाउँछौँ, टाइगर डे मनाउँछौँ, राइनो डे मनाउँछौँ, बायोडाइभर्सिटी डे भनेर भन्छौँ, वाइल्ड लाइफ विक भन्छौँ, मनाइरहेका छौँ। विभिन्न किसिमको कार्यक्रमहरू अर्गनाइज गरेर गालामा चाहिँ हामीले होइन ट्याटु पोज बनाउँछौँ एउटा, अनि होर्डिङ बोर्ड बनाउँछौँ। त्यसपछि गएर एउटा पम्पलेट लिएर गएर बुद्ध चोकमा जान्छौँ। यो बुद्ध चोकमा गएर फरेस्ट्रीको जङ्गल सेभ हुँदैन। फरेस्ट्रीको जङ्गल सेभ गर्नलाई फरेस्ट्रीको जङ्गलमै एक्टिभिटी गर्नुपर्छ, तुरुन्त गर्नुपर्छ। होइन भनेदेखि यो बाँचिराख्ने अवस्था हुँदैन, जनावर रहिरहन्छ भन्ने कुरो हुँदैन कहिले पनि। गालामा चाहिँ ट्याटु पोतेर र्याली निकालेर गएर अनि फरेस्ट गेट अगाडिको चाहिँ फोहोर कलेक्सन गरेर चित्तल बस्दैन, जङ्गल बस्दैन। जङ्गल बचाउनलाई जङ्गलमै एक्टिभिटी गर्नु पऱ्यो, चित्तल बचाउनलाई चित्तलको हेबिटेट म्यानेजमेन्ट गर्नु पऱ्यो। यो कुरो चाहिँ बुझिदिनु पऱ्यो सम्बन्धित निकायले। विद्यार्थीलाई त्यही खालको स्कुलिङहरू गर्नु पऱ्यो। खालि हामी जे हपाचार्ली कार्यक्रमहरू अर्गनाइज गर्ने, पैसाहरू चाहिँ होइन रिलिज गर्ने, विभिन्न किसिमको वाइल्ड लाइफको डेहरूमा कार्यक्रमहरूमा यो चाहिँ कसले गर्छ त? एउटा तपाईँहरू साथ दिनु, म पनि यसमा जुझेर लाग्ने छु। मैले के गर्नुपर्छ मेरो तर्फबाट म गर्न रेडी छु। सबैजना रेडी हुनुपर्छ। हामी ह्यान्ड्स फर वाइल्ड लाइफ कन्जर्भेसन, फरेस्ट म्यानेजमेन्ट भन्ने हामीले विभिन्न किसिमको नारा हामीले आफैले बनाउन सक्छौँ। भोलि हामी आफै आइडियल हुन सक्छौँ। त्यही भएर चाहिँ म एक्लैले गर्ने होइन, सबैजना मिलेर गऱ्यो भनेदेखि यो इजी हुन्छ। एक्लै गऱ्यो भनेदेखि यो यस्तै अवस्था सधैँभरि रहिरहन्छ। यो चाहिँ अब यही नै हो मेरो दुखेसो भनौँ। एउटा मैले देखेको एकदम फ्याक्ट, रियल फ्याक्ट कुराहरू। चित्तल यतापट्टि देख्छौँ हामीले है, पानी खाना सब यतापट्टि आइरहेको छ नि, पानी खाना सब तलतिर झरिरहेको छन् होइन। त्यो भएको कारणले चाहिँ यो कुरा हामीले एकदम बुझ्नु जरुरी छ है। अहिले नबुझे कहिले बुझ्ने, अहिले नगरे कहिले गर्ने, यो क्विक गर्नुपर्ने कार्यक्रमहरू हो।